हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई च्यानल अनि म चाहिँ यो च्यानललाई फेरि कन्टिन्यू गर्दैछु याना चामलिङ राई अनि म चाहिँ यो च्यानलमा नभए यो भिडियोमा चाहिँ अब जे पाइन्छ चिजहरू हाल्छ त्यस्तो वाट आई डु इन अ डे त्यस्तो त्यस्तो खालके होइन अब त्यस्तै मेरो फ्यामिलीसँग मेरो फ्रेन्ड्स मेरो सबैजनासँग अनि रवि अर्ग्यानिकसँग मेरो डे सेयर गर्दै तपाईँहरूलाई देखाउने छु अनि त्यसैले मलाई सपोर्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि टिकटकमा पनि हामीलाई सपोर्ट गरिदिनु होला धन्यवाद आयो हेलो म चाहिँ बाहिर भात खाँदैछु मलाई मजा लाग्छ नि त सर्ट्स भिडियोमा पनि छ यो चाहिँ मेरो लङ च्यानल हो सब्सक्राइब गरिदिनु होला सबैले मम्मीले घाममा डढी डढी खिच्देको दाल खाने दाल खाऊ दाल यस दाल थप्ने चॉकलेट फॉर मिङच्याङ च्यानल ओपनिङ गर नि त म याना हो ऊ मिङच्याङ हो ऊ ग्रेस हो अब यस्तो हेर जङ्क फुड खाने दिदीले जङ्क फुडै खुवाउँदो रहेछ क्या भाइलाई पनि हेर मैले जङ्क फुड लभर भइसक्यो हेर पानी दिनु त हेर भाइलाई केयरिङ दिदीहरूको यस्तो धेरै ल तिम्रो माइक झरो हो ल ओ माई गड यहाँ ल्याऊ माय गॉड छिटो यहाँ चुम्बक कराउँछ फेरि यहाँ छ चुम्बक पनि ल यानाको च्यानललाई पनि सबैजनाले सब्सक्राइब माया गरिदिनु होला है ल यानाले माइक पनि जोड्नु आयो है यानालाई अब आउँछु त उसले चाहिँ मिन्छाङले खाना नखाएर यो चाहिँ खायो अरे के अब हेर्नु न दिदीले फेरि खुवाएको यस्तो दिदीले हेर खोइ मुख तिम्रो अब चाहिँ म मिङथाङलाई ओट्स बनाउनु जाँदैछु बाई बाई यो चाहिँ यानाको च्यानल हो यानाको च्यानलबाट म चाहिँ बोल्दैछु होइन अनि के भन्छ याना अहिले चाहिँ एकदम मेरो पसल भिड थियो क्या अनि मिन्छाङलाई चाहिँ यानाले खाजा बनाएर खुवाउँदैछ उतापट्टि के गर्दैछ म तपाईँहरूलाई देखाउँछु ल है त एकैछिन है म हजुरहरूलाई चाहिँ देखाइदिन्छु के गर्दैछ यानाले यानाको च्यानलमा चाहिँ यता खाजा खुवाउने भन्दै थियो त्यहाँ खाजा खुवाउँदो रहेछ यानाले खाँदैछ पुन्टेले खाँदै हुनुहुन्छ नक्कले आमै दिदीले हेर खुवाएको तिम्रो च्यानलमा भिडियो बनाइदिएको हौ याना तिम्रो च्यानलमा क्या मिन्छाङ हेर न मलाई वास्ता नगरेको दिदीसँग ल यहाँ गर्दैछ है यानाले चाहिँ मैले चाहिँ अब पसल हेर्नुपर्ने हुन्छ होइन त्यो भएर चाहिँ मैले पसललाई टाइम दिँदाखेरि यानाको छुट्टीमा भाइलाई टाइम दिन्छ हेर्नु न कस्तो इन्जोय गर्छ क्या बाहिर चाहिँ एकदम रमाउँछ है मिन्छाङ ट्याक्कसँगले तिमी एक्लै सक्छौ कि आऊ बुनु ल रोटी गिलो रोटी 150 को भयो यो ब्रान्डको नाम चाहिँ कोदाली हो नेपालको मिन्छाङ आइ गर्नुहुन्छ मिन्छाङ आइ हुटी त हालौ आइ मिन्छाङ आइ हेर न यहाँ तिम्रो भाइ नसुतेको यहाँ हेर न त्यो खालको मान्छे नाखेर नाखेको यानाको भ्लगमा पनि उसको भाइलाई देखाइदिएको छु दिइरहेको छ यहाँ याना चाहिँ अहिले स्कुल गएको छ
यानाको भाइ यहाँ सुत्दैछ अनि यानाको मामुले चाहिँ पसल हेर्दै हुनुहुन्छ यहाँ। यस्तै छ हाम्रो दिनचर्या चाहिँ। यानाले यो भिडियो अपलोड गर्नुहुन्छ होला सायद। अनि म चाहिँ फेरि एउटा मुकबाङ भिडियो, किनभने म एउटा फुडी हो त्यसैले मुकबाङ भिडियो लिएर आएको छु। वाउ, मेरो फेभरेट सबै। अब काम ल। फर्स्टमा पानीपुरी, हात दुःखो थियो है गाइस, डोन्ट जज। लामिङचङ बेबी। बेबी फर्स्टमा त हेल्दी खानु पर्थ्यो होइन। यहाँ आइसक्यो है गाइस, फ्राइड राइस, मोमो। सेलाको पनि मिठो हुन्छ। भेरी भेरी टेस्टी। Wow, I like this momo. भेज मोमो होइन गर्दा पछाडि चाहिँ कुछ कुछ होता है। No, no Minjan. आलु खाना आलु आलु ला मिठो छ, मिठो मिठो। म चाहिँ धेरै बोल्दिनँ है, म यस्तै खालको छु। मलाई बोल्नै आउँदैन, न कि हाँस्नु आउँछ, मलाई बस खानु आउँछ। खानु नो मामा अबै 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 भिडियो गरिन्छ नि आदि राख्नु नदिने रहेछ। अब खानु भएको अब पानीपुरी मेरो फेभरेट, मेरो सबै भात फेभरेट हो। मोटाउनु पर्यो भने
मोटी नै छु, मोटाउनु पर्ने गरी त अब फेरि अझै धेरै मोटाउँछु अब म। केही छैन। मैले बनाएको पानीपुरी त मिठै हुँदैन, भैयाले बनाएको कस्तो हुन्छ। तपाईँहरू पनि खानु है, यस्तो जङ्क फुड मात्रै होइन। आफै एडिट गरेर अपलोड गर्न सिक्नु पर्ने। मलाई फोन चलाउनु त आउँदैन। अनि गेम मात्रै हेर्छ कि सब आउँछ। पोल्ट्री बनाउनु त्यो अनि मजाले पस्छ त। यो मलाई मजाले बसेको मन पर्दैन। म जस्तो डढेर कालो भएछ। घरमा स्कुल गएर यतिकै खान्छु। परमानेन्ट अब म यो खाइसक्छु अनि मात्रै भुइँसरी बोक्छु ल। होइन हुन्छ यतिकै ऱ्यान्डमली हाल्दा। यानाको ब्लगमा स्वागत छ। उसको क्या पुरानो च्यानल छ नि, उसको पुरानो च्यानलमा आफै उयो भयो त। नमस्ते। ला यस्तो भयो। दुईटा पिस भयो। मलाई चना मन पर्दैन। के अरे चना हेल्दी चिज मन पर्दैन। तर रवि अर्ग्यानिक मनपर्छ। 6 नम्बर वडा कार्यालय शनि मन्दिर छेउको रवि अर्ग्यानिक मनपर्छ। दाँत बिरामी भएको छ। अनि ब्रस गर्नु ल। तर पनि म खानु चाहिँ छोड्दिनँ। अनि म खाना पनि कहिल्यै छोड्दिनँ। कहिलेकाहीँ भात मात्रै छोड्छु। मम्मीले कराउनुहुन्छ नि। तपाईँ गएपछि फ्याँक्छु।
म केही वेस्ट गर्दिनँ, देख्नुभयो नि। अचार चाहिँ थोरै थोरै वेस्ट गर्छु। अन्न भगवानले मलाई सराप्नु हुँदैन नि। Last but not the least, moi. अब बिदामा कहाँ गएको अहिले त नि उयो पो हक्स पो हानेको छ ए हो ल ओके मैले चाहिँ यति खाएँ अनि मेरो 2 केजी फेरि बढ्यो। अनि यति 2 केजी बढाएर तपाईँहरूलाई देखाएकोमा मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला। मलाई किन नकराउँदैछ त्यसैले रोकेको, यस्तो साउन्ड त्यसैले सोधिँदैछ। अनि म अरू भिडियोमा पनि अब कन्टिन्यू गरिबस्छु, खाएको, च्यालेन्ज गरेको, के गरेको, जे पाइ त्यही गरेको सबै। त्यसैले तपाईँहरू पनि लोयल भएर मलाई कन्टिन्यू हेरिबस्नु होला। धन्यवाद। अनि टिकटकमा पनि हेर्नु होला। नमस्ते, बाई बाई।